अनि मलाई चाहिँ साह्रै रमाइलो लाग्यो यहाँ। म लभ गर्छु भन्छ। तिमी पनि त हिरो छ त नि हैन? हिरो रहेछ। इभिनिङ वाक। बिरको पनि पाँचचोटि भयो? पाँचचोटि यादहरूलाई यो स्मरण गराएको है अहिले हामीले एकदम। बाबा ज्याप्लुङ भयो भेनाको पालो रिचेक भयो। रमाइलो पनि त खेल्थ्यौँ नि हामी मसिन। सालो भेना खेल्दै हुनुहुन्छ कि यहाँ च्यालेन्ज। अनि यसो गरेर टिप्का हान्ने छोड्ने अब टिप्ने बाबाले यसरी हान्ने हो काट। कसरी गर्छ? हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम टु आवर न्यू ब्लग। आज चाहिँ हामी कीर्तिपुरतिर छौँ। किन भन्नुहुन्छ भने कीर्तिपुर नजिकै मत्स्यनारायण मन्दिरमा चाहिँ मेला थियो। भोलि लास्ट रहेछ। त्यसमा त्यहाँनिर दर्शन गर्नको लागि पनि हामी आज यता आएको। हामी चाहिँ बिहानतिर आयौँ अनि खानासाना खाएर चाहिँ मन्दिरको दर्शन गर्न गयौँ। अनि मन्दिरतिर गएर त्यहाँबाट ब्याक भएर खाजासाजा खाएर अहिले चाहिँ अब एकछिन फेरि इभिनिङ वकको लागि जाँदैछौँ। रमाइलो ठाउँ छ कि कीर्तिपुर, देख्न सक्नुहुन्छ। आनन्द लाग्छ। सो यस, यहाँनिर मकै पनि यत्रो यत्रो भइसकेको छ। मकैबारी कर्याम कर्याम। ओके, शनिबार यसरी नै बित्दैछ। अब एकछिनमा मन्दिरतिर, अर्को मन्दिरतिर जान्छौँ हामी। सायद हामी आज यतै बस्छौँ। सो भोलि मात्रै ब्याक हुन्छौँ। एकदम खुसी छ आज अब सानो मान्छे। ल अब के गर्नु? हामी पुग्यौँ मेलामा। जस्ट लाग्यो। आइपुग्यो है मेला। भोलि सकिँदैछ अरे फाइनली। हामी चाहिँ आज हजुर मैले स्केटिङ पनि देखाएको थियो। के भने परिवारको अगाडि हामी मेलामा जाँदैछौँ। हामी जाँदैछौँ। हामी यो बाई बाई। आजहरू अलि अगाडि मैले देखाइरहेको छु भिडियो। देख्नुभयो? फुटबल खेल्नु यस, फुटबल है। न्यू होराइजन एकाडेमी। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ कति मान्छे देख्न हुनसक्छ। ल ब्याक क्यामेरा देखाउने मान्छेलाई। यस, यहाँ हेर्न सक्नुहुन्छ। मेला सुरु भयो। मेला सुरु भइरहेछ। भइरहेछ। ल हेर्नुहोस् होला।
महाराजा अब साउन्ड आउँछ यस हामी चाहिँ पुग्यौँ ए बाक्लो रहेछ हौ बस्ती त बाजु नबोलाउनु छ न बजार ल भरे सोध्ने ल अहिले फर्किने बेला क्रिकेट ब्याट अनि ऊ त्यहाँको ल जर्स अनि लाउलु अनि अहिले ब्याग हुने बेला ल अहिले बोक्न मिल्दैन नि त ल साना रमाइलो म चाहिँ छुटेँ साना मन्दिर छिर्ने अब त्यो लाएर मन्दिर छिर्ने अनि मन्दिरलाई कसरी के अरे भगवान्लाई कसरी हिँडा गर्छ ए त्यसरी देखाउ त खाना भने मन्दिर गएर आएको मान्छे को खान्छ यसरी कोकमा प्राउन सोपेर यो मान्छेले खान्छ यता हेर्नुहोस् यो मान्छे कमेन्ट गरेर यहाँ छ आरोन श्रेष्ठ आइस लाटे खाँदै बनाइदिनु भएको सोनिका दिदी इन्जोय सबैलाई माथि राख न अनि नोटिस हुन्छ पर्दैन ल भाइलाई लाग्यो नि अनि गोल पोस्ट तिम्रो कहाँ छ साना यता छ हो त्यहाँनिर सिधा हान्ने हो कि गो स्लोली सानो हिलो छ है बिस्तारै यहाँ छ हाम्रो सानो मान्छे फुटबल खेल्दै साना यता गुड यता छ अर्को फुटबल प्लेयर गोल भयो भएन छल्यो एकछिन हिलो हेरै छ नि हिलो हिलो ध्यान दिएर गरेको के ल्याङ्ग्वेज हो मगर ल्याङ्ग्वेज हो बाबु नेपाली बुझ्दैन हो यता 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 बुझ्न चाहिँ बुझ्छ दादा नमस्ते भन्दै
नमस्ते हुन्के के हुन्छ के भन्छ मगर भाषा नमस्ते के हाम्रो मगर थियो हाम्रो हुन्के आऊ ए हुन्के हो हुन्के हो हुन्क्या हो अब हुन्के हो कता हिँडेको बानके कता हिँडेकोलाई के भन्छ अरे बानके कता बानके हुन्के उता जाऊ उता जाऊ म अस्ति हुन्के भन्छु उता उता गयो ए लडी हाँसेको त्यो भनेको चाहिँ उता जाउ रहेछ हुन्के हुन्के उता नाको तुमगार ए हुन्के भनेको के पो फिफा वर्ल्ड कप 2026 स्टार्ट हुँदै गर्दाखेरि यहाँ छ नेपालबाट खतरा प्लेयर व्हाट्स योर नेम आरोन त्यस्तो पनि हुन्छ मामालाई हान्छ बाबा सरको म्याच चलिरहेछ ल ल ल ल ए नाम पनि अब यतिकै चलाउनु हाम्रो यहाँ तताको घरको अगाडि चाहिँ लजावती झार ओहो बुहारी झार फर्स्ट टाइम देखेँ मैले बुहारी नेपाली झार भाषा बुहारी झार अनि यो लजाउँछ ल ऊ नमस्ते गर्छ त पहिला अब कसरी भन्नु? पाखर हुन्छ छुएपछि ऊ नमस्ते गर्छ आमो लजावती ए तता फेरि गर्नु त ऊ लजावती झार हो यो नाम अब लजावती होइन उहाँ हुनुहुन्छ हाम्रो तता अनि तताको घरमा चाहिँ यहाँ लजावती फुल रहेछ फुल कि झार है दादा फ्लावरै भनौँ न अब ए, फ्लावर। लजावती झार भन्छ तर अब अनि त्यसलाई छोएपछि के हुन्छ अरे दादा नमस्ते गर्छ ऊ लजालु झार बुहारी जस्तै बुहारी जस्तो लजाउने भएर लजालु झार भनेको लजावती झार लजावती झार अँ। एउटा गीत छ नि अस्मिता अधिकारीको लजावती झार जस्तै लजाउँछौ भने बुहारी झार बुहारी झार भन्छ हामी नेपाली भाषामा यसैले म छुम्लै यो ठेट भाषा लजावती खतरा रहेछ त यही हो लजावती मैले राखेको यो कहाँ संरक्षण गयो? गरेर घर छेउमा यसलाई 1 2 3 1 2 3 दबाई पनि हो नि पत्थरीहरू अनि मलाई चाहिँ साह्रै रमाइलो लाग्यो यहाँ पक्कै म देखाउँछु है कहाँनिर कसरी हो यहाँनिर उया नमस्ते यहाँनिर बेहुली यसरी बेहुली झार छुने बित्तिकै नमस्ते गर्दो रहेछ लजावती लजाको ल है ल कुन कुन बुहारीहरू लजाउनुहुन्छ यसरी हो नि उहिलेको झार म चाहिँ लजाउनेमा परेन गरिसक्यो। अब नमस्ते यहाँ देख्न सक्नुहुन्छ छुने बित्तिकै नमस्ते म नि त कस्तो मलाई त यो बोलेको जस्तै लाग्यो है मान्छे जस्तै लाग्यो नि त घोच्छ भरभरि फुल्छ राखेको मैले यो। दबाई पनि हुन्छ भनेर राखेको। म त के राखेको रहेछ दिदीले भनेको यो चाहिँ लजावती झार मैले गीत मात्रै सुनेको थिएँ आज रियल चाहिँ देखेँ यसलाई चाहिँ छुने बित्तिकै नमस्ते गर्ने रहेछ त्यही भएर यसलाई लजावती झार अथवा दुलै बेहुली झार जे भने पनि उतै नाम हो। बुहारी झार म देखाउँछु है तपाईँलाई छुने बित्तिकै यस नमस्ते मेरो पालो। नमस्ते ओ नमस्ते 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 है हो नि यो हरे जडीबुटी दबाई हो नि हो नि। नचिनेर हो यो अन्त है? गाछा, पातो जे पनि दबाई के पर्छ ए क, ख एबिसी हो क अनि अनि ख के? क ख अनि दाइको नाम के हो ए सगुन हो सगुन हो मामुको नाम आमा हो अनि बाबुको नाम बुवाको नाम बुवा कता हुनुहुन्छ बुवा बाबु घाममा घाममा अमेरिका ए बाहिर छ अमेरिका ए भुटानको अँ, त्यही उसमा बस्छ बाबुको नाम चाहिँ के हो छोरो नाम नाम के हो नाम बाबुको नाम नाम आएन स्कुल कहाँ छ अरे स्कुल स्कुल कता त बाटोमा छ स्कुल कता त नमस्ते गर्नु हो ल खाऊ बता बता
बता अब चाहिँ एउटा ग्याङै भने यहाँ टिम भने टिम ठुलो भयो उति बोल्नु छोड्छ त कालो भएछ गोरो थियो बोल्नु छोड्छ भन्दै चाहिँ फेरि कालो बोल्छ साथीको धुन भएर बहिनी खै त प्रिन्ट बे गर्ने भन्ने चाहिँ म सोध्छु है हुन्छ बे गर्छु भन् अनि म सोध्छु है नगर्ने टुमा पर्छु कि भने तिमी चाहिँ कति पढ्ने तिमीहरू सिक्नु पर्छ प्राइभेटमै पर्छ कुनमा अरे किर्तिपुर सिक्नु पर्छ ए तिमीहरू चाहिँ प्याराडाइज अनि तिमी चाहिँ कतिमा अरे 1 मा अनि उसको बहिनी चाहिँ 2 मा ए भन्छ लभ गर्न मिलेन दिदी रहेछौ त है दिदी हो नि त तेरा त 1 मा पर्छ उसले 2 मा पर्छ उसले भने के त को त उसले भने दिदी पर्छ अरे बहिनी यो चाहिँ यहाँ पर्छ अरे लभ गर्छ भने बोलाइदिन्छु मलाई भन् न म बोलाइदिन्छु म लभ गर्छु भन् त म बोलाइदिन्छु चिनाइदिन्छ होला कसले कसले हान्छ तिमीले जिस्कायो होला अनि तिमी पनि त हिरो छ त नि हैन हिरो रहेछ म त आफ्नै बेमा पो हुन्छ होइन होइन आफ्नो अरूमा भयो पछि त्यस्तो भयो नि त्यति राम्रो मान्छे अलिक खोँडो मुख बाङ्गो भयो भन्न अब हाम्रो भेनाले लानु भएन पार्टी चाहिँ त लग्यो राम्रो भयो बिचरा भनेको के तिमीलाई तपाईँको ऊ एक्सन पनि डेन्जर एक्सन बेहुली हुँदा भाग्य बेहुली मैले त्यो बेच त होइन बिहेमा जाँदा जनता कसैको घरमा त्यस्तो भएको अनि धन्न अब के छ र अहिले के मुख बाङ्गो अलिअलि बाङ्गो थोरै छ भाङ्गो छ नि मुख यता तुमला दादाको मरेर बाँचेको गाडीमा परेर त्यो एक्सिडेन्ट चाहिँ उसमा के अरे इटरीमा भाउजूहरूको घर अगाडि भने हो अरे हो त्यो बेला हो यो अहिले जेठो हुन्छ नि सराला हो उहाँ पनि त्यो बेला यस्तै बच्चा थियो अरे यसो खेल्दै थियो अरे जन्ती परेको ट्याक्कै अनि अहिले बुहारी पऱ्यो तुमला तता यता के पऱ्यो तता भेना पऱ्यो ठ्याक्कै नि अस्ति कुरा गर्दै हुनुहुन्थ्यो हाम्रो सराला भाउजू ए उहाँ चाहिँ बच्चाहरू यस्तै बेला खेलेको अरे गाडी आएर उसलाई पनि किच्याएको अरे यो सराला पनि त्यो भौजाको छ अरे थाहा भएन ठ्याक्कै मलाई भन्नुभयो कोही चक्लेट She is our dog lover भान्जी अहिलेदेखि होइन डगसँग खेलेको खै तिम्रो चाहिँ अनि अर्को फेभरेट वान खै बेस्ट फ्रेन्ड पर सधैँ खानेकुरा दिने चाहिँ उता पर आएन त Good. And yes. He was not was one. Then I played the handle. Yeah, I'm glad. अर्को दादा पनि आउनु भयो त्यहाँ रेडी हो दादा चाहिँ अलि उता बस न त त्यस भए भाइलाई सजिलो हुन्छ क्याच गर्न गुड क्याच बस कर आइज हो ना नेक्स्ट हु इज नेक्स्ट आफ्नो पालो मान्ने आफ्नो पालो मान्न लाइन बस नि त लाइन त्यस भए हो सानी हो अब नेक्स्ट सबैजना एउटै टिम हो के बाबा भर्सेस एभ्रीवन गुड ल अब अर्को पख पालो आउँछ गुड ल अब कसको ठर आरोनको रे
बिस्तारै हो सानो त्यस्तो हान्ने हान्न जा क्याच मात्रै गर्ने सकेन भने ओ क्याच गर न पहिला स्लो पठाइदिनु है आरोनलाई चाहिँ या दामी आरोनलाई चाहिँ स्लो पठाइदिनु है What is your good name? सुप्रिना Prince Suprina, your? Samir. Prince Suprina Samir. Samir. अब एकछिनमा बिर्सिहाल्नुहुन्छ Your turn. सुप्रिम Supreme. Samir. Oh! No. Suprina. Good. Prince. Boom. Yes. Good. Next, Aaron. हुन्छ ला हो सही 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 Good. आरोन जहिले त्यस्तै गर्ने है सुरुमा Samir. Samir. दामी Damn sound, eh? Next, Sanjog. Okay. Sanjog. Yes. नेक्स्ट Next, Bimali. आरोन Aaron. सरी टाढो भयो नि त अनि तर टाढोबाट पठाउनु भयो कि उसलाई हो गुड एकछिन दुई तिनचोटि उसलाई पठाइदिनु न क्याच अनि फेरि बाबालाई गुड जब हो गुड अघि यस्तै सानो अघि यस्तै पास गर गुड गुड स्लो पठाउनुहुन्छ नि त बाबाले ये अब हामी लाग्दैछौँ इभिनिङ वाकतिर यता हुनुहुन्छ आमा छोरी आरोन यता हुनुहुन्छ सरजी यस अब एकछिन इभिनिङ वाक इभिनिङ वाक लेट्स गो बेलुकाको वाक बेलुकाको वाक यहाँ चाहिँ कीर्तिपुरको नेनीहरूको घर नजिकै एउटा पार्क त्यहाँनिर चाहिँ आरोन के खेल्दैछ खेल नि त खेल घोच्छ त्यसमा चाहिँ सानो यता हो त्यहाँ छ त That's a dustbin, so cute. Birko पनि अझ ट्राई Good. Can you? 2, 2, 3. Oh.
हामी चाहिँ अझै यही पार्कमै वरिपरि छौँ। सानो केटाकेटी राति खेल्दै रहेछ। विष्णु मन्दिरै यहाँ छ नि यता उता जाउँ न उता भित्र यतानिर अब मन्दिरको दर्शन पनि गरौँ। मेन यहाँ विष्णुदेवी भोट हाल्न मन्दिर यहीँ लाउन आएको यही हो विष्णुदेवी मन्दिर भित्रै छिरौँ है बोक्छ त। रमाइलो जति बेलुका हुँदै गयो त्यति नै रमाइलो हुँदै जान्छ लाइटहरू। एक्सक्युज मी राजीव सर, यो कुन पार्क हो रे? विष्णुदेवी पार्क हो विष्णुमती कि विष्णुदेवी? विष्णुदेवी पार्क विष्णुदेवी पार्क कीर्तिपुर। यसलाई के तर यो भन्छ चन्द्रगिरी चन्द्रगिरी नगरपालिकाभित्र पर्छ जस्तो लाग्छ। नानी हो नि तीन थाना चन्द्रगिरी 15 रहेछ। इभिनिङ वक यहाँ रमाइलो भइरहेछ। सँगै यता जाएर कुमार भेनाको घरमा मासु भात खाएर ला मन्दिर अरू दायाँ दायाँ खाएर आएर चाहिँ यहाँ मन्दिर प्राङ्गणमा पार्कमा आएको त्यसो रमाइलो गरेको। विष्णुदेवी मन्दिर यस गाउँ जस्तै छ यो छुट्टै रमाइलो ल ल ल आनन्दको ठाउँ हामी यादहरूलाई यो स्मरण गराएको है अहिले हामीले एकदमै हेर्नुहोस् है, यहाँ हेर्नुहोस् छुट्टै रमाइलो भयो न्युली राइज स्कुलको भाइस प्रिन्सिपल के खेल्दै हुनुहुन्छ? गोटी खेल्दै हुनुहुन्छ। गोटी यो हाम्रो ओके, पुरानो के भन्छ यसलाई हाम्रो पुरानो के भन्ने यसलाई चलन यादहरूलाई यादहरूलाई हो खत्रै खेल्नु हुँदो रहेछ त। त्यो बेलाको हामी एकदमै यो खेल्थ्यौँ नि त घोडे पनि खेल्थ्यौँ नि यस्तो 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 झ्याप्लुङ कैँची मार हो त्यसरी खेल्थ्यौँ यस्तो के पो खेल्थ्यौँ हामी बिर्सिसक्यो बाबा झ्याप्लुङ उहाँ चाहिँ हुनुहुन्छ हाम्रो भेना कैँची मार सङ्गीता दादाको भेना गोटी खेल्दै हुनुहुन्छ। बुढो जेन्जी बिर्सिनु भयो बालापनको यादहरू स्मरण गर्दै हुनुहुन्छ है। गर्दैछौँ झाऱ्यो भने त ऊ हुन्छ नि गुड। झ्याप्लुङ भयो बाबा तर देखाउने हो नि त, देखाउने हो, अपोनेन्टले देखाउने हो। त्यो लास्टमा घोडे हो यो छोयो भने गए। हेर्नुहोस् है दामी खेल्दै हुनुहुन्छ है एक सर्टमा होइन त्यो चाहिँ। पाँचचोटि होइन बाबा हो 2 अनि 3 अनि 1 त्यस्तो खालि यो गोटी पनि ठाउँ अनुसारको फरक हुँदो रहेछ। हो भाइ भेनाको बाल रिचेक भयो पनि त खेल्थ्यौँ नि हामी मसिन सालो भेना खेल्दै हुनुहुन्छ कि यहाँ च्यालेन्ज। तर म खेल्यो भने चाहिँ दुईजनालाई हारिदिन्छु नि म फेरि। गट्टी खेलेको बाबा नानी तिमीहरूको त्यो ऊ खेले जस्तै लुडो चेस खेले जस्तै हो यो हाम्रो त्यो बेलाको पैसा बेगरको फ्रीको हाम्रो यो खेल हो। अहिलेको अब तिमीहरूले पाएको जस्तो गेम कहाँ हो अब ऊ बेला पाए त। हामी ऊ बेला फ्रीको गेम फ्रीको ढुङ्गाको गेम अहिले भनेको पैसालाई अहिलेको बच्चाहरूलाई धेरै सुविधा छ हो नि। हाम्रो पालामा त्यस्तो कहाँ थियो यो चाहिँ किन 3 कति 5 टाइम सेम तिनटाको चाहिँ राम्रो छैन ए त्यस्तो चाहिँ ओके। अनि एउटा अनि हामीले त यस्तो पनि गर्छ त, यस्तो गरेर ढ्याप्प पनि गर्छ त गर्छ हो त्यो पनि गर्छ अब एकैचोटि डन सबै थाहा छ बाबालाई हो यसरी अनि यसो गरेर टिक्का हान्ने छोड्ने अब टिप्ने बाबाले यसरी हान्ने हो बिचमा काटेर हो
यस्तो चाहिँ हामीले कहिले खेलेन है यस्तो पनि देश लाग्छ मलाई टोड्के खेल हो टोड्के हो छिराउने जित्ने हो हात टोड्के गेम नफालिकन राख्नु पर्दै होला नि हो नफाली त अड्नु नि पर्यो नि हो त्यस्तो खेल्थ्यो लास्टको त यस्तो पनि एकैचोटि खेल्थ्यो त बाबा अनि यस्तो गरेर ए यस्तो अनि यस्तो पनि गर्थ्यो यताबाट यस्तो पनि गर्ने हो लाग्यो त्यो त नि भर्खरै गर्नु भएन भेनासँग पहिला यस्तो अनि भरे फेरि यो पनि यस्तो खेल्थ्यो कतिचोटि गर्नु भने पनि बिर्सिनु। 5 चोटि मेरो चाहिँ यस्तोमा धेरै हट्छ कि यस्तो राम्रो पाँचचोटि भयो 5 चोटि 5 चोटि यस्तो गर्ने अनि यस्तो वान त्यही त अनि पनि बाबा त के याद राख्छ अब चाहिँ दुईवटा दुईवटा तिनवटा खेल हो अब आउ भाइ त हामी यसरी गर्थ्यौँ अब दुईवटा ला टाढा भयो ए भएन ला ल च्यालेन्ज है त्यसै च्यालेन्ज यस्तो गर्ने ला म छटु गरिसक्छु कसरी गर्छ ध्यान लाउँ त दुश्मनले हो हामी टाढा गराउने तिमी नै हो मैले मन पराउने गोधुली साँझैमा माया दिउँला हक्क हक्की सबैको माझैमा अहिले बज्दैछ रातको 10:15 म चाहिँ अब ब्लगलाई एन्ड गर्दैछु आजको दिन चाहिँ एकदमै धेरै रमाइलो भयो हामी बिहानदेखि बेलुकीसम्मको टाइम चाहिँ एकदमै धेरै रमाइलो गरी स्पेन्ड गऱ्यौँ हामी तिनैजनाले मन्दिर दर्शन पनि भयो पार्कमा घुम्न जाने कुरा पनि भयो खानेकुराहरू खाएर रमाइलो गर्ने कुरा त छुट्टै छँदैछ बाबुले खेल्नेदेखि लिएर सबै कुरा चाहिँ वी इन्जोयड अ लट एन्ड वी ह्याड अ लट अफ फन अझै भन्नुपर्दा तपाईँले देखिसक्नु भयो होला पार्कतिर चाहिँ आरोनले एकदमै धेरै इन्जोय गर्यो हरेक गेमहरू चाहिँ मजाले खेल्नुभयो ऊ चाहिँ आउनै मानिरहेको थिएन एट द सेम टाइम बाबु चाहिँ आउन नमानेपछि हामी पनि अब दादा भेना भान्जी अनि राजीव सर अनि म चाहिँ सँगै बसेर त्यहाँनिर गोटीहरू लिएर चाहिँ हामी त्यो सानो बेलामा खेलेको गोटीहरू पनि खेल्यौँ त्यसले गर्दा हाम्रो सबैजनाको चाहिँ बालपनको मेमोरीलाई चाहिँ रिकल गर्ने एउटा माहौल पनि बन्यो अझ धेरै इन्ट्रेस्टिङ कुरा चाहिँ त्यो पनि गऱ्यौँ हामीले देन त्यहाँबाट ब्याक भइसकेपछि खानासाना पकायौँ खायौँ अनि छतमा बसेर एकदमै धेरै रमाइलो कुराहरू पनि भयो टिकटकहरू बनाउने अनि भिडियोहरू बनाउने काम पनि भयो अनि फोटोहरू पोस्ट गर्ने काम पनि भयो yes today's day was full of fun we enjoyed a lot I hope you all enjoyed watching our video thanks for watching thanks for love thanks for support keep on watching keep on loving see you in the next video